Jadang samrang bai jantar kyo tam mucha man jadang kim nyeng nam sri bandan jidang jadang dal dal khayar bai jadang wa गडी डाँडा यहाँबाट गरे हो भिडियो चाहिँ सर्लक्कै हेर्नु होला हामी चाहिँ सेल डाँडाको हो जन्देरे डाँडा चिप्लिरहेको छ यहाँ हामी प्रत्यक्ष रूपमा हामी तीनजना छौँ तपाईँहरू पनि घुम्ने मान्छ भने आउनु होला भिडियो चाहिँ यहाँबाट कालेरी डाँडा गोडस्याङ दाङसिङ पुरै देख्छ यहाँबाट भ्यू चाहिँ राम्रो छ अब यो चाहिँ फुल भिडियो है आनन्दले टिटेपछि हो यहाँ बिहामा खाले कोरा खाने त्यहाँ सर्लक्क भ्यू चाहिँ दामी छ जन्देरे डाँडा यस्तै सिधै बनाउने पुरै सेल डाँडाको डाक्टरलाई कसले चिन्नुहुन्छ सर जन्देरे गाङलाई भिडियो जम्मन भन्दै क्या चुनी सुरुन्याङला मैला थेजी ल ब्रह्मेश सुरुस्याङ जम जम video ta crop group sing bai video ba tik सबै देखाउने हाम्रो चाहिँ यस्तो हो कि सबै देखाउने हो कि हामी मान्छे अलग टाइपको हो कि पुरै देखाउने कि सबैले चिनिहाल्छ नि यस्तो ठाउँ रहेछ भनेर हैन पुरा भिडियो हाल्यो भने अरू जस्तो हैन कि हामी फुल भिडियो हाल्ने हो बस्ने ठाउँ पनि टक्क रहेछ यहाँ ओ बसेर हेर त यो चाहिँ हाम्रो फुल भिडियो हो कि तपाईहरुले काटेर हाल्छ प्राय मान्छेले काटेर हाल्छ हामी चाहिँ फुल हाल्ने हो कि मन पर्यो भने सबैले शेयर गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला लाइक सिङो बिहामा एकचोटि जुम गर्छु गोडस्याङहरु हेर्नु होला त्यो भिडियो जम्मन च्याको शेयर सिङो खाला विदेश टिम बैठिरमा नाम छ च्याको चेक हाल्दै पऱ्यो क्यामेरा भन्छ मोबाइल क्यामेराले गरे हैन यो चाहिँ मोबाइलले गरे हो यो जन्देरे डाँडा फुल भिडियो हेर्नु होला हामी चाहिँ फुल भिडियो हाल्न खोजेको आज तपाईहरु पनि आफ्नो गराहरु हेर्न चाहनुहुन्छ भने कमेन्टमा लेखिदिनु होला है कुन ठाउँमा जानु पर्यो हामी जान्छु जन्देरे डाँडा जन्देरे सुमनला भिडियो त छ यसलाई अलि फास्ट गर्न मिल्दैन दिलीप आइफोनमा गर्छ नि पटक पुडुक त्यो पछि गर्न मिल्छ होला नि हैन ग्लास दामी भयो है च्याउ पनि खतरा दसिले यो भिडियो सोनामले पनि हेर्नु होला सोनाम ससुराली घर हेर्ने भए देखाइदिन्छ अहिले एकछिनपछि यहाँ पानी धारा पनि रहेछ टक्क लगाएर पानी खाने हैन हेलो सोनाम
सोनाम त होइन नि इन्डिया पुगिसक्यो चिसो रहेछ सोनामको ससुराली घर ए यता रहेछ टक्क हेर सोनाम सासु छ कि छैन हेर यहाँ टक्क लगाएर सासु छैन जस्तो छ घरमा अलिकति पानी खानु पर्यो पानी कस्तो सेतो धनधरी डाँडा फुल भिडियो हेर्नु होला तपाईहरु पनि अहिले एकचोटि ब्याक देखाउँछ है त्यो चाहिँ ठाउँ तपाईहरु पनि आउनु होला घुम्न धनधरी गाउने को कोरपरी यता जाने बाटो छ यता पनि छ है दुईटा रहेछ आउन जाने बाटो माथि मान्छे पनि आएको रहेछ अब त वर्ष्याङ काप्रे निङनिलेको साथीहरूले पनि हेर्नु होला यो भिडियो तपाईहरु गएर हेर्नु होला ए कुकुर सुतिर रहेछ कि मान्छे हो मान्छे रहेछ मान्छे 3 जना हिँडिरहेको रहेछ यो चाहिँ जन्तरे डाँडाबाट गरेको भिडियो हो 7 मिनेट भइसक्यो रहेछ चोटी हेर्नु होला यहीँबाट गरे हामीले भिडियो चाहिँ जुम गरे अघि चाहिँ ठाउँ त रमाइलो छ हैन दिलीप टिकटकमा भाइरल हुनुपर्छ यो भिडियो चाहिँ माथि जाऊँ न एकचोटि जसले हेर्नु भएको त्यहाँ सबैजना घुम्ने इच्छुक छ भने घुम्न आइदिनु होला कहाँ माथिको ओ त्यो डाँडा चाहिँ खतरा भ्यू आइरहेछ एकचोटि जुम गर्छ है त्यो चाहिँ माथि जाँदैछ हामी अहिले चाहिँ के भनेको कहाँ त्यो माथि डाँडामा त्यो डाँडामा पनि रहेछ एउटा घुम्ने ठाउँ ए हेर्नु होला तपाईहरु अलि राम्रो अहिले चलिरहेको डाँडा यही हो गाइस सिधै पण्डित हो यही रहेछ क्यामेराले अलि नभ्याउने रहेछ जुमले तपाईहरु पनि आउनु घुम्न जन्तरे डाँडा हेर्नु जन्तरे गाउँ त्यहाँ चाहिँ के छ रे हिङबैलाङ रे हिङबगलाङ हाम्रो नानाहरू नाना हैट यहाँ भित्र चाहिँ के छ भनिरहेको थियो हिङबगलाङ भनेको यही रहेछ हिङबगलाङ यही रहेछ टक्क बनाएर राखेको रहेछ यसले ऐच हाम्रो भेना ठाउँ त राम्रै रहेछ भेना है तपाईहरु पनि घुम्न इच्छुक छ भने यता हाम्रो जन्तरे गाडी आइदिनु होला माथि यताबाट माथि यता नजाने यता पनि छ ठाउँ त यो चाहिँ फुल भिडियो छ है गाइस तपाईहरु सबैले हेरिदिनु होला
प्लाजीमा यहाँ नाम के हो तिम्रो कतिमा पढ्ने हो तुमा हो ठाउँ चाहिँ दामी छ है घुमाएर देखाउँछ है दारा मुझे दिरङ मोबाइल ना ओ दिरङ पानी आउँदो रहेछ नानीहरू नाम विनिता रे नाम विनिता बहिनी अब चाहिँ मन्दिर लाग्छ हामी भेना यता हेर्नु त यता हो नि त यसरी घुम्नु पऱ्यो कि हामी हेलो भेना यसो जन्द्रे गाडीतिर घुम्न आएको गाइज तपाईँहरू पनि घुम्न आउनुहोस् हाम्रो एकदम रमाइलो ठाउँ छ घुम्ने लायकको छ यसो चिसो चिसो हावा नि आउँछ यस्तो गर्मीमा यसो हावा खान आइदिनु होला गाइज आउनुहोस् है हेर्नुहोस् हाम्रो जन्दरे गाउँ यस्तो छ एकदम प्राकृतिक घेरिएको वाउ कति चिसो आउँछ त्यहाँ बस्नलाई पनि आनन्द आउनुहोस् है गाइज यतितिर एकदम रमाइलो छ हाम्रो जन्द्रे गढी अहिले चलिरहेको एकदम फेमस ठाउँ हो सबैले चिन्नुहुन्छ आइदिनु गाइज आइदिनुहोस् है अहिले हल्का हामी भिडियो बनाउँदैछौँ यो भिडियो चाहिँ सबैले सेयर गरिदिनु होला गोर्स्याङ पनि देखाएको छ हामीले काभ्रे पनि देखाएको छ सबै ठाउँ देखाएको छ तपाईँहरू हेरिदिनु होला है खासै बोल्न त आउँदैन फेरि पनि यत्तिकै बोलिरहेको छु पहिला सुरु हो अब भोलि पर्सि बोल्दै जाँदाखेरि यस हामी पनि ब्लग बनाउन सक्छ कि भन्ने तरिकाले यसो हल्का टाइम अब पास त गर्दै तलतिर जाने होला नि ए अन्त्य कसले चाहिँ यार मैले अब चाहिँ ल हामी तिनजना आएको थियो 10 मिनट 12 मिनट भएछ तर भ्यू चाहिँ खतरा आउने रहेछ है दामी आउँछ ल तपाईँहरू पनि हेर्न सक्नुहुन्छ हाम्रो यो डाँडाबाट भ्यू हेर्नलाई कति रमाइलो छ ठाउँ डाँडा पाखा सब देख्नुहुन्छ गाइज नेट भएको भए ऊ गर्दै मिल्थ्यो है लाइभ गर्न मिल्थ्यो नदेऊ बोला दर तपच्ची दे अन्त ठाउँ यार भइदिनु लाइभ यस्तो राम्रो ठाउँ छ कि दामी हेर त ओहो बिरहरू त खतरा खतरा रहेछ त जुम गरेर देखाइदिनु है यस्तो छ है गाउँहरू पनि यो स्कुल काभ्रेको हो कि घरको हो कि स्कुल हो घर रहेछ काभ्रेमा रहनु भएको साथीहरू सबै हेरिदिनु होला है काभ्रे न्युनेली सबै है अहिले चाहिँ हामी जन्तरे डाँडामा छु तपाईँहरू घरहरू हेर्नु होला सबै देखाउने छ हामी अझ मन्दिर लाग्नु पर्यो सर्लक्क हाम्रो मुनितिर मुनि गाउँ देखिन्छ यहाँबाट अनि माथितिर के भन्छ काभ्रे यहाँबाट देख्न सक्नुहुन्छ हजुरहरू एकदम रमाइलो ठाउँ छ काभ्रे निम्नी भोमरा सबै देख्छ यहाँबाट गाइस यता चाहिँ हाम्रो जन्दरे डाँडा पनि खतरा देख्दो रहेछ जन्दरे नक्सा पनि त्यहाँहरू हेर्नु होला तपाईँहरू घरहरू है जन्तरेको त्यहाँहरू विदेशमा रहनु अनि त्यहाँहरू दिदीबहिनीहरू सबैलाई घरहरू हेरिदिनु होला आफ्नो आफ्नो माया लाग्छ आफ्नो गाउँठाउँलाई के गर्नु विदेशमा बस्ने मान्छेलाई जन्तरे स्कुल हाम्रो बाइकहरू चाहिँ दुईवटा त्यहाँ रहेछ हाम्रो साधनहरू यहाँ चाहिँ एउटा एनएस छ एउटा केटिएम छ
धन्तरे डाँडा धन्तरे डाँडा धन्तरे डाँडा हामी चाहिँ सेल डाँडा गयो खासमा मन्दिर जानुपर्ने यस्तो चाहिँ ठाउँ चाहिँ गर्छु म त्यहाँ बाख्रा चढाउने मान्छेहरू पनि रहेछ हेर्नु है तपाईँहरू चिन्नुहुन्छ होला जन्तरेको दही पो रहेछ त हौ गाइज भिडियो हेरिदिनु होला यो चाहिँ धन्तरे डाँडा धन्तरे स्कुल हेरिदिनु होला तपाईँहरूले राम्रोसँग हेर्नु होला है स्कुल यही हो कि घुम्ने ठाउँ चाहिँ नाम यही हो नाम जुम गरिदिनु तपाईँहरूलाई ल त्योभन्दा धेरै गर्न सक्दिनँ जुम पनि अलिक नराम्रो आउने रहेछ सिन चाहिँ पाला आउने रहेछ है गाइस ऐसिलोहरू पनि रहेछ यतै ऐसिलो खाने हो ऐसिलो धन्तरे डाँडा धन्तरे चौतारो स्कुलभन्दा माथि रहेछ अलिकति भिडियो चाहिँ कन्टिन्यू गरेको छ हेरिदिनु होला दिलीप सर हे सर सन्चै हुनुहुन्छ एकदम कस्तो लाग्यो ठाउँ ठिकै छ रमाइलो छ हो एकदम एनएस दुईवटा एउटा केटिएम एउटा एनएस स्कुल यही हो जन्तरेको कति क्लाससम्म 3 क्लाससम्म छ होइन यस्तै छ पार्क र बाइकहरू चाहिँ हामीलाई बोक्ने साधनहरू चाहिँ यस्तै हो ठिकै छ अहिलेसम्म धोका देखाएन दिलीप यता हेर अब जाने होला नि त के पुरै देखाउने जाने हो बाटोहरू पनि पुरै देखाइदिने अब एकछिनपछि देखाउला ल गयो बाई बाई कार केटा सबैजनालाई